स्वर्ग घुम्नु छ भने 5 पोखरी आउनुहोस् है। हामी त्यहाँबाट यहाँको सिधै ठाडो। दादा थाक्यो बिस्तारै हिँड्ने हो। गुड गुड। धेरै नहिँड्ने मान्छे चाहिँ ट्रेकिङ नआउनुहोस् है, नत्र मेरो साथी जस्तै हाल हुन्छ। यहाँ भ्यू चाहिँ एमेजिङ छ है, इन्सेन। यस्तो दामी देखिरह नि रियल आँखाबाट। Hey guys, good morning and welcome back to episode 2, day 2 of our trekking to पाँच पोखरी। हिजो राति टुपी डाँडा पुग्यो, खानासाना खायो, केटाहरू थाकिरहेको थियो, मस्त सुत्यो हैन। अब अहिले चाहिँ बिहानको शुभ मर्निङ भइसकेको छ। अब यस्तो थियो कोठालेको हैन, मस्त पुरै 6 जना एउटै कोठामा। चिसो त बवाल चिसो छ यार। अब तलतिर गइदिउँ चिया सिया खाएर फ्रेस भएर अनि फेरि निस्किदिनु पर्छ। अहिले बिहानको 7 बज्यो। है गाइज, अब यता आलु चना खाने, चिया खाइसक्यौँ अनि त्यस पछाडि हामी अब यहाँबाट निस्किनु पर्छ। आगो ताप्दै है। यहाँ हेरौँ न कस्तो सुकाउँदैछ, ब्याग जुत्ता, त्यहाँ छ लुगा। यो आगो छ क्या यहाँभित्र अनि यहीँ बाहिर यसरी धाले सुकाउँदैछ कि तातो होस्। कति घन्टा? 10 घन्टा। आज 10 घन्टा हिँड्नु छ। अनि कस्तो छ त, मिठो छ दोस्? अनि चनाले चाहिँ एनर्जी पनि दिन्छ नि। दिन्छ 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 दिन्छ। 24 घण्टा केटाहरूको सबै लुगा सुगा सब भिजिसकेको छ कि। नयाँ नयाँ ट्रेकिङ आएको थियो, रेनकोट सेनकोट बोकेको थिएन। अब सबलाई फाट्छ क्या। अब सब अब भिजेकै लुगामा हिँड्नुपर्ने हुन्छ। आधी सुकाएको छ, आधी भिजेको छ। अघि आगोमा सुकाएको जस्तो लाग्यो आधी। अब हेरौँ, चस्मा ग्लोभ्स केहरू चाहिन्छ। कोही केटाले केही पनि बोकेको छैन, त्यही भएर सबैलाई गाह्रो फाट्छ भनेर होइन। भ्लग लास्टसम्म हेरिदिनु होला, लास्टमा देखाउँछु। कालै ल अब हाम्रो यहाँ सबै कुरा रेडी सेडी भइसक्यो। खाजा साजा पनि खाइसके। ल काले दाइ बाई बाई। ल अब हामी माथितिर निस्किन लागेको। ट्र्याक स्टार्ट अब यहाँदेखि। कति बजी त होला भनेपछि 7:10। ल जम गाइज है। ट्र्याक स्टार्ट भयो। ल विशाल दोस्त रेडी? Yes, ready. We are ready, guys. ल We have 3 legs. ओके लेट्स गो, कम अन। Walk with 3 legs. Okay, good. Keep it up. After so time. Okay. In video after so time. Let's see after some time how is the condition of the boys. Just wait and watch the moment, okay? यहाँको भ्यू चाहिँ दामी लाग्यो के। यहाँ तल होटेलदेखि यहाँ कालु पनि हामीसँग आइपुगेको रहेछ। कालु, ओए कालु, पर्खी। दादा थाक्यो बिस्तारै हिँड्ने हो। गुड गुड। कालु पनि हामीलाई साथी आइदिएको रहेछ। आऊ कालु आऊ। सबैको हालत बिग्रियो हल्का हल्का। कालु चाहिँ फर्ममै छ। कालु उठ। हामीले एउटा डाँडा काटा जस्तो छौँ। 2 जनालाई चाहिँ अगाडि पठाइदिएको थिएँ। हामी यसो पानी सानी खाएर हामी 4 जना, ऊ 1 जना पछाडि छ। चाहिँ अब जाँदै तल झर्ने बाटोमा नि अन्तिममा आउँदैछ। के भएको दोस्? त्यसको ज्याकेट हेर्नु न। ल बा हालत भन्दा यसले त आफ्नो कुन हालत। यो त आधी मरिसकेको जस्तो लागिरहेछ।
मर्दैन हामीहरू पुग्छौँ 5 पोखरी केटाहरूले केही हुँदैन यहाँ हल्का हल्का घाम पनि उदाएको छ यतै गार्जियनलाई नि बोकेर त कहाँ लानु सक्छ त के चाहिँ मान्छे ए मान्छे मर्यो भने हस्पिटल छैन हैन हस्पिटल छैन नि यहाँ त्यही भएर अलिकति हिम्मत राख भाइ न त यतै गाडिदिन्छु सिधै हो यता त केही भयो भने यतै एउटा फ्यालिदिनु पर्छ कि गाडिदिनु पर्छ हालिदिनु पर्छ त नभन न कुकुर होइन नि कुकुर थोरै हो गाडिदिनु पर्छ होइन गाडिदिनु भन्न हेलिकप्टर आउँछ नि हेलिकप्टर इन्फर्मेसन गरे पो आउँछ हेलिकप्टर त रेस्क्यु गर्न थाहै हुँदैन दोस्त ओहो गाईमा त चौरी गाई हो वा दोस्रो डाँडा चढ्दै क्या दामी नजारा के पुरै खोला खोला यहाँ छ पछाडि केटाहरू 1 2 3 म 4 अनि 2 जना चाहिँ उहाँ पुगिसकेको छ उनीहरूलाई अगाडि नै हिँड्न लगाएको थिए ओइ हाई हाई ऊ हाई गरे के त्यहाँ छ 2 जना ल अब हामी चाहिँ यहाँबाट त्यही पुग्नुपर्ने हुन्छ त्यहाँबाट त्यसरी सँगै सबैजना अगाडि हिँडौँला वाउ क्या दामी अब हामी यो ब्रिज भएर जानुपर्छ भ्यू चाहिँ एमेजिङ छ है इन्सेन पानी पनि पुरै खतरा माथिबाट आइरहेको रहेछ अब चाहिँ खतरा उकालो बाटो आयो क्या पुरै उकालो नै छ क्या सिधा उकालो यसमा चाहिँ केटाहरूलाई बुझिन्छ क्या उफ गर्मी भइसक्यो क्या हिँड्दा त्यही भएर केटाहरूले यसो एकदम हलुका ओकर ज्याकेट पूरा हलुका है ना लाठी हो हलुका या वो से निमन वो साजन मैन के प्रोफेशनल लाठी हलुको पनि बलियो पनि अब सबैजना यहाँ ड्रेस यसो ज्याकेट स्याकेट फुकाल्यो अब फेरि कन्टिन्यू हुन्छ हाम्रो हिँडाइ हाम्रो ह्याक अर्को म्यान चिलमा बसिरहेको रहेछ ल बी कन्टिन्यू है हेर्नलाई केटाहरू कसरी पुग्दो रहेछ ल है गाइज हामी चाहिँ अब हिँड्दै हैन दामी ठाउँमा आइपुगेका छौँ के ऊ हेर्ने हो भ्यू वाउ स्वर्ग घुम्नु छ भने 5 पोखरी आउनुहोस् है पछाडिको बादल हेरौँ न क्या बवाल छ के वाउ इट्स फिल लाइक ओ सरी म्यान अझै म नजिकबाट देखाउँछु तपाईहरुलाई वाउ झन् माथिको भ्यू कस्तो होला त त्यसको लागि भ्लग पुरै हेर्दिनु होला सबैले एउटा एउटा चकलेट खाइदिउँ न अब गुलियो खाइदिउँ के गुलियो खायो भने थकाइ कम लाग्छ जंगलमा मंगल कस्तो दामी यार नजारा त खतरा छ भनेको के फिल भइरहेछ दामी यारो जिले जिले पल्लामाकुरी 5 पोखरी थाङपाल पुग्यौँ हामी लगभग 3-4 किलोमिटर हिँड्यो होला त्यही भनौँ न बाँकी यताको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ हामी बादल नि भन्दा नि माथि हो क्या बादल त हामी भन्दा तल रहेछौँ त्यहाँ हामी भन्दा 2टा बादल तल छ अझै बादल हामी काट्न बाँकी छ सिधै बादलको माथि हामी जाने हो क्या यही खुट्टाले पीस गाइज वाउ कस्तो दामी ठाउँमा आइपुग्यौँ क्या ट्रेकिङको फाइदा यही त हो नि अब यहाँबाट माथि जाने हो अनि यहाँ बिसाइड अस झर्ना पनि खतरा छ पानी त डेन्जर चिसो होला वाउ यो के हो गाइज हाम्रो नेसनल फ्लावर लाली ग्रास वाउ
यहाँ चाहिँ रेड र पिङ्क चाहिँ धेरै हेरेको, धेरै पाउँदो रहेछ रेड र पिङ्क। अरू चाहिँ त्यस्तै हो। गाइस अब भाँच्न चाहिँ पाउँदैन नि। भाँच्नु हुन्छ कि हुँदैन थाहा छैन, तर टिपिसक्यो है एउटा। कस्तो दामी छ कि, व्हाइटवाला चाहिँ टिप्या रहेछ कि, पिङ्कवाला हल्का टाढा थियो त्यही भएर छोडिदिएको। तर यसरी टिप्नु हुँदैन, हामी चाहिँ एउटा फोटो भिडियोको लागि मात्र टिपिदिएको हो। यो मान्छेले टिप्नको लागि त होइन, सजावटको लागि हो। यार डेन्जर ठाउँमा आइपुग्यो भनेको। ऊ हेरौँ न, यहाँदेखि लिएर होइन पुरै लाली गुराँस नै लाली गुराँस के, पुरै तल पनि। यो यस्तो दामी देखिरह नि रियल आँखाबाट, सुकुन आइसक्यो के। दामी छ भने अब क्यामेरामा कस्तो देखाएको छ, कस्तो फिल गर्नुहुन्छ आई डोन्ट नो। ऊ बादलहरू पनि हेरौँ न कस्तो दामीले बसेछ के। वाउ। ल है गाइज, 3407 मिटरमा ठ्याक्कै पुग्यो। अब भनौँ न यहाँदेखि अब अझै आधीदेखि 45 मिनट लाग्ला खाना खाने ठाउँमा पुग्नलाई। तर हालत त खराब भइरहेछ केटाहरूको, तर मौसम चाहिँ दामी छ क्या, पुरै चिलवाला के। हेरौँ न यहाँ बादलहरू, हामी बादलभन्दा धेरै माथि छौँ क्या। चिल छ यार, मौसम पनि दामी छ। हिँड्ने बाटो चाहिँ यो रहेछ क्या सिधै। पानी पर्नलाई अब रेनकोट लाउनु पऱ्यो गाइज, रेनकोट। भर्खरै यहाँबाट खानासाना खाएर अब फेरि अगाडिको लागि निस्किन लागेको। यहाँबाट त्यही 4 देखि 5 घन्टा अझै लाग्ला। टाइम चाहिँ भइसकेको छ अहिले 3 साढे 3 को करिबमा। यहाँदेखि बाँकी भ्यू चाहिँ हेर्न सक्नुहुन्छ, दामी छ होइन, पुरै हिमाल यहाँदेखि चाहिँ देख्न थाल्यो। अनि यो चाहिँ हेलिकप्टर ल्यान्डिङ हुने ठाउँ हो क्या। अहिले हामी ठ्याक्कै हेलिकप्टर ल्यान्डिङ हुने ठाउँमा छौँ। भर्खरै खाना खाएको छ होइन, एकछिन भएको थियो। तर इनर्जी त इनर्जी छ, तर बिस्तारै हिँड्नुपर्छ के, नत्र त्यो खाना भर्खरै खाएको छ त्यसको कारणले पेट दुख्न सक्छ कि। त्यही भएर अहिले चाहिँ आधी घन्टा बिस्तारै हिँड्ने। कस्तो छ त अनि ट्रेकिङ? नाइस वान होइन। विशाल दोषको त त्यहाँ स्टिक नै गायब हान्दिरा होइन। खानासाना खाएर इनर्जी आउला है नि, त्यो हेरेर ए हो मनको शान्ति म्याथ सिक्ने। ल अब गाली नदिऊ, तर जुन खुसी छ त्यो व्यक्त गर्न खोजेको हो हो। अलिकति के छ भन्दाखेरि अब ठिक छ ल, यति मेहनतको फल आयो भनौँ न। अब आइरहेको छ। त्यही भएर त इङ्ग्लिसमा एउटा कोटेसन छ, डिफिकल्ट रोड अफ्टेन लिड्स टु अ ब्युटिफुल डेस्टिनेसन। ऊ पछाडि भएको जस्तै के, बाटोभरि कति गाह्रो भयो, तर यो भन्दा नि अझै स्वर्ग आउनु बाँकी छ। त्यही भएर बी कन्टिन्यू एन्ड वाच फुल भ्लग। ए गाइस त्यहाँ हेर्नु होइन ट्रेकिङमा कस्तो गाह्रो हुन्छ त्यहाँ। ऊ हेरौँ त कस्तो गाह्रो हुँदो रहेछ। धेरै नहिँड्ने मान्छे चाहिँ ट्रेकिङ नआउनुहोस् है, नत्र मेरो साथी जस्तै हाल हुन्छ यहाँ। ऊ अभी हेलिकप्टर पोइन्ट पर लास्ट गाह्रो भइसक्यो रहेछ। दोष गाह्रो भयो हो। अब यो लास्ट हो, आऊ न यता। थाहा छैन, यहाँदेखि पुरै यो पहाड पुरै काट्नु छ, यो पुरै काट्नु छ, उता जानु छ। उनीहरूलाई थाहै छैन। हेरौँ न अहिले। कम विशाल कम कम हबिबी कम कम हबिबी। के भयो? हबिबी है। गो फर सनग्लास गैलेक्सी। Go for rocket. Come with rocket baby. Come come. युनिभर्स काम नलाग्यो। विकेशलाई पो गाह्रो भएर रहेछ त।
हामी त्यहाँबाट यहाँ आएको सिधै ठाडो यो त बुढो भइसक्यो अहिले नै हामी कहाँ आइपुग्यौँ ट्रेकिङ गर्दा गर्दा कस्तो स्याङ्रो ठाउँ है वाउ केटाहरूले भन्दा त जहाँसुकै जाने अब 5 पोखरी चाहिँ नआउने रे सबैको हालत बिग्रिसकेको रहेछ बादलमाथि बादल बादलमाथि बादल हामी कहाँ आइपुग्यौँ डेन्जर ठाउँमा अब यहाँबाट झर्नु पर्ने छ हो यस्तोमा त मोबाइलमा भ्यूमा ध्यानै गर्नु हुँदैन बाटोमा ध्यान गर्नुपर्छ नत्र 1 मिस्टेक अनि सिधै तल पुग्छ त्यहाँदेखि त्यहाँ तल पुग्छ त्यस पछाडि गेम ओभर 3 जना हामीसँगै हिँडिरहेछौँ अनि 2 जना साथीलाई पछाडि गाडी गाह्रो हुन्छ हल्का उसँग चाहिँ स्यान्डी छ 3 जना पछि ठ्याक्कै 2टा ग्रुपमा बिस्तारै ल हालत त सबैको बिग्रिसकेको छ बाँकी हेरौँ हो गाइज ऊ त्यहाँ माथिको लौरी बिना अब 5 पोखरी भन्दा अगाडि पुगिसक्यौँ अब लास्ट यो लौरी बिना त्यस पछाडि चाहिँ 5 पोखरी तर हामी 5 पोखरीमा पनि बस्ने होइन त्यस पछाडि भ्यू पोइन्टमा जानुपर्छ फेरि त्यहाँ गएर आज स्टे गर्ने हो बाँकी यता केटाहरूको हालत त्यस्तै खत्तम कस्तो भइसकेको छ हालत खत्तम हो त्यो मान्छे 2टा ब्याग बोकेर चिलमा छ एउटा चाहिँ पछाडि नै छ खै कहाँ हो कसरी हिँड्नुपर्छ यार यसरी सिधै ठाडो उकालो छ हेर्दै डर लागिसक्यो ल है गाइज फाइनली हामी यहाँ लौरी बिनामा आइपुगेका छौँ यो चाहिँ लास्ट स्टेज हो है हाम्रो अब सनसेट बाँकी चाहिँ यहाँको नजारा हेर्न सक्नुहुन्छ तल बादलले पुरै घेरिदिएको छ के अनि यता चाहिँ घाम अब छ यता पनि भर्खरसम्म क्लियर थियो कि भर्खरसम्म पुरै क्लियर थियो अहिले त पुरै ढाकिदिएको छ उफ बादल हाम्रो निर नि आइसक्यो कि भर्खरसम्म यहाँ पनि क्लियर थियो कि 5 मिनटमा यहाँ चेन्ज भइरहेछ कि एकछिनमा घाम एकछिनमा बादल एकछिनमा पानी गाह्रो भइसकेको छ क्या सबैलाई यो लौडी बिना होइन यो लौडी बिना लौडी बिना हो फाटिसक्यो लौडी बिनामा त लौडी नै हुन्छ हो डेन्जर लौडी अब लास्ट 5 पोखरी ल है त लास्टसम्म बनिदिनु होला गाह्रो छ गाइज अघिदेखि चाहिँ स्नो थियो तर हाम्रो बाटोमा चाहिँ परेको थिएन अब चाहिँ ठ्याक्कै स्नोै माथिबाट हिँड्नुपर्ने हुन्छ पुरै बाटोमै आयो के फेरि चिप्लिन्छ ट्रेकिङ बुट छैन बिस्तारै जानुपर्छ ओएमा चप्किने खालको भयो चप हान्थ्यो बिस्तारै डेन्जर छ नि यो त ओएमा डेन्जर चिप्लिनु रहेछ यार लगाएछ है फाइनली भैरव कुण्ड 5 पोखरीको पहिलो पोखरी हिउँ त दामी छ भ्यू पनि दामी छ तर थकाइ सबैजना लागेछ अब यहाँदेखि खै अब यस्तै आधीदेखि 1 घन्टा लाग्छ अब हेरौँ कति टाइम लाग्दो रहेछ सो माथि गएर अब भेटौँ उफ फाइनली यार पुग्यो मर्नुबाट बच्यो क्या सबैजना तलबाट 1-1.5 घन्टा पुरै हिउँकै बाटोमा आएको आइथियो यार खुट्टादेखि हातसम्म गइसकेको छ हो यसको हालत हेरौँ अझै केटाहरू तलै छ हामी अगाडि हिँडेर होला आइसक्यौँ यहाँ फाइनली यार होटल यसको लागि मरिसकेको जस्तो छ यार
यहाँ ब्रिथिङ गर्न पनि गाह्रो रहेछ के धेरै हाई अल्टिट्युडमा छ 4100 मिटर लास्टै गाह्रो भयो क्या केटाहरूलाई सबैलाई मलाई नि हल्का गाह्रो भयो क्या पुरै चिसो भइरहेछ लेक नि हल्का हल्का लागिसक्यो ल गाइस अब बाँकीको भोलि देखाउँछु बाबाई टाटा सी यू